यहाँहरूलाई हाम्रो च्यानलमा स्वागत छ। आज चाहिँ हामी जाँदैछौँ एउटा ट्रेकिङमा, अलिक बबाली टाढा हुन्छ जस्तो छ। अहिले हामीसँग यो किर्तिपुर गेट। अब यहाँबाट चाहिँ हामी गाडी चढेर सुरुमा चाहिँ गोदावरी जानुपर्ने हुन्छ। आज हामी फुलचोकी जाँदैछौँ। अब हेरौँ के कस्तो हुन्छ। एकदमै रमाइलो भइरहेको छ एकदम। यात्रा हाम्रो जारी छ। यहाँ सँगसँगै वरिपरि हामी जाँदैछौँ आज यहाँ फुलचोकी। हाम्रो यो यात्रा अब कहाँसम्म हुन्छ हेरौँ। अहिलेसम्म हामीलाई पनि थाहा छैन त्यो कहाँ हो फुलचोकी, तर हामी त्यो के भन्छ सोध्दै बुझ्दै मान्छेहरूलाई बुझ्दै हामी त्यहाँसम्म पुग्छौँ होला। अनि यहाँ हेर्न सक्छ वरिपरि भ्यू। यो हाम्रो ललितपुर हो। ललितपुरमा यसो फुलहरू फुलिरहेछ। फाइनली हामी अब गोदावरीतिर जान लागिसक्यौँ। दुईवटा गाडी चेन्ज गर्नु पऱ्यो। अनि अब यहाँबाट चाहिँ 10-15 मिनटमा गोदावरी पुगेपछि त्यसपछि हाम्रो यात्रा सुरु हुन्छ त्यहाँभन्दा माथितिर। यस्तो छ गर्मी। खाना भनौँ न, खाना खाने कार्यक्रम सक्यो। हामीले रोटी अनि तरकारी खायौँ। अनि त्यसपछि अब अँध्यारो छ। अब यहाँबाट हामी एकछिन निस्किनु पर्ने हुन्छ माथितिर। त्यसपछि अरू के लग्ने हो त हामी यत्रो कहाँ अटाउँछ त्यो मेरो मार्नुपर्छ आज। सुरुमा अरू के लाग्ने भन्न, अरू त्यसो डिसाइड गरौँ। फ्रुटी 3टा फ्रुटी यहाँ। ल फाइनली हाम्रो यात्रा चाहिँ सुरु भइसक्यो। हामी यहाँ 3जना यात्री बनेर पानी सानी लगाएर सबै कुरा चाहिने चिज लगाएर हामी चाहिँ हाम्रो यात्रा सुरु गरिसकेका छौँ। अनि अगाडि हेर्न सक्नुहुन्छ हामी जाने बाटो चाहिँ यही हो। अगाडि बाटो चाहिँ क्लियर छ। अब मौसम पनि दामी भइरहेछ। जे होस् हाम्रो यात्रा अब कहाँसम्म पुगिन्छ त, लेट्स सी। यहाँ खोला पनि छ। यो खासमा खोला चाहिँ अहिले पानी नभएर चाहिँ अलि सुक्खा छ। हामीसँग 3 बोतल पानी छ। अनि त्यो पानीले अब हामीले 3-4 घन्टा माथि पुर्याउनु पर्ने हुन्छ त्यो पानी। हेरौँ हामीसँग यात्रामा साथ दिँदै अगाडि बढौँ। लेट्स गो। त्यतापट्टि नजानु होला, स्टेपलाई नै फलो गर्नु। ल दाइ ल, धन्यवाद। भेहिकलको बाटो आउँछ। भेहिकलको बाटोबाट अलिकति अगाडि गएपछि फेरि अर्को स्टेप बाटो आउँछ। त्यो जान 3 घन्टा लाग्छ। त्यसो भए आउन चाहिँ 1.5 घन्टा जतिमा पुगिन्छ है। अनि भित्रतिर नसिक्नु होला। हजुर अलि हराइने सम्भावना हुन्छ। गुगलले काम गर्दैन। हजुर नेट चल्छ कि नै माथि? नेट चल्छ सबै ठाउँ, कोही ठाउँ चल्दैन। हजुर अनि उयो हाइटेसन लाइन हो कि यो उही माथिसम्मै गएको छ। ए हजुर यसलाई फलो गर्दै आउनुभयो भने नि यसलाई यहाँ के हराउँदाखेरि यहीँ आइपुगिन्छ। ए ल दाइ धन्यवाद हजुर। एउटाको नाम मात्रै लेख्नु हुन्छ। सङ्ख्या 3 लेख। सङ्ख्या 3 हराएपछि 100 नम्बरमा कल गरौँ। तपाईँहरूलाई थाहा पाउनुभयो जाने बाटो। हामीलाई जान चाहिँ 3 घन्टा लाग्छ, आउन चाहिँ त्यो 1.5 घन्टा जति लाग्छ अरे। हामी जाने बाटो अब यो पैदल यात्रीको लागि अलग्गै छ अनि यो गाडीहरूको लागि अलग छ। हामी चाहिँ पैदल यात्री, त्यसैले हामी चाहिँ जान्छौँ अर्को बाटो। दुःख भयो, गाह्रो भयो भने एक राउन्ड चाहिँ भेहिकलकै बाटो आइदिनु होला। ए हस् त। कोही एक राउन्ड भेहिकल, एक राउन्ड सर्टकट गर्दै। ए ल दाइ हस् हस् ल दाइ ल हस् धन्यवाद। ल हामी चाहिँ अब लाग्यौँ यात्रा। यहाँबाट एन्ट्री गर्नु पर्दो रहेछ। अब मान्छेहरू हराएपछि केही भएपछि चाहिँ यहाँ अब हुन्छ नि त यसो खबर गर्नलाई। अनि एन्ट्री गरिसकेपछि हामी चाहिँ अब लागिसक्यौँ माथितिर। अब
पछाडि हेर्न सक्नुहुन्छ जङ्गल चाहिँ यस्तो बवाल देखिरह यहाँबाट माथिबाट हो कताबाट हो यहीबाट हो यहीबाट जस्तो लाग्यो अनि अब हामी चाहिँ जाँदैछौँ यहाँ बल्ल शीतल भयो नि त जङ्गल आएर दामी हावा लगाइरह अब हामी हेर्न सक्नुहुन्छ यस्तो बाटो छ पैदल यात्रीको लागि बनाएको बाटो त्यस दामी नै छ माथि र यहाँबाट यस्तो दामी देखिरहेको छ पछाडि चाहिँ हरियाली हरियाली त्यो हाम्रो यात्रा बवालै होला जस्तो लागिरहेको छ हावा लागिरहेको पानी पनि पर्ला जस्तो देखिरहेको छ है पानी पर्छ जस्तो छ जस परोस् भन्ने हाम्रो इच्छा हो अलिकता अझै रमाइलो हुन्छ पानी सानी पर्दा चिसो चिसो चिप्लिँदै जान्छौँ हामी हामीले स्वर्ग जाने सिडी भेटाइसकेका छौँ हेर्न सक्नुहुन्छ यो जङ्गलको बिचमा यो सिडी त पक्कै स्वर्गै जान्छ जस्तो छ बिचबिचमा बाटो खतम रहेछ अनि तर बिचबिचमा फेरि यो सिडीहरू पनि बनाएको रहेछ जस हाइक गर्नलाई चाहिँ एकदम बेस्ट नै भन्छु म त ल है काफल काफल दामी भएर नि भिडियो धेरै त छैन तर थोरथोरै भयो भने खानु पर्यो हरियो पनि टिप्दिमै हरियो भन्नाले हल्का पाक्नु माथि पाके रहेछ यार उता पनि छ माथि हेर्नु पहिला माथि एकचोटि ऊ माथि सरो जाऊ न रुख उहाँ त पुरै पाकेवाला पुग्दैन यार म काफल काचु काचु ऊ माथि हेर्नु माथि दामी पाके रहेछ फाइनली हामीले काफल पनि राख्न पाइयो अलिक खट्टो छ तर यस्तो यहाँ आएर पनि काफल चाहिँ खान पाइयो आफूले रुखबाट टिपेर के अरे आफैले रुखबाट टिपेर अनि हामीले चाहिँ यहाँ अहिले के भन्छ लाली गुराँस पनि देखेका छौँ त्यही भएर केटाहरू यहाँ जङ्गलभित्र पसिरहँ कहाँ छ माथि छ कहाँ छ म पनि सक्दैन है त्यहाँ त ऊ त माथि रहेछ तर जुत्ता खोल्नुपर्छ यार होइन त्यहाँ माथि रहेछ त्यही भने यस काफल पनि देखियो अनि गुराँस पनि देखियो तिनटा भइगयो ल आमुत्रिम अरू सके
फाइनली यहाँ हेर्न सक्नुहुन्छ गुराँस हामीले गुराँस पनि भेटायौँ ल्याएर आइसक्यौँ अब हामी यात्रा अगाडि बढाउँछौँ यसो गुराँसको साथमा अनि तपाईँ सबैको यादमा हामीहरू चाहिँ अब के भन्छ अगाडि जान्छौँ होइन गुराँसको फेद मुनि सम्झना बिर्सना है हाम्रो गुराँस यात्री आइसकेका छन् गुराँस यात्री यो गुराँसलाई नेपालभरि घुमाउने उहाँको योजना छ र हामी उहाँको साथसाथमा अगाडि बढिरहेका छौँ। त्यो प्लान चाहिँ शरद सरको थियो शरद सर गुराँस नानीको एकदमै ठुलो गुराँस नानीको फ्यान हुँदैमा गुराँस खोज्दै त हिँड्नु भएन ल यो हो हाम्रो आजको लागि सहारा। ल साथीभाइयो दाजु दिदी बहिनी हो हामी अब लगभग हाम्रो यात्राको मध्य भागमा पुगिसकेका छौँ। हाम्रो यात्रा आधीभन्दा अब लगभग आधी चाहिँ भइसक्यो। अब अहिले अलि त्यस्तो थकाइ पनि लागेन आराम गर्दै हामी अगाडि बढिरहेका छौँ। जाँदैछौँ अब आराम गर्न हेर्न सक्नुहुन्छ ठाउँ चाहिँ यस्तो दामी छ रेस्ट गर्ने ठाउँ। बवाल ठाउँ हामी जानुपर्ने अझै माथि छ ऊ डाँडाहरू हेर्न सक्नुहुन्छ अझै देखिहाल्ने माथि यहाँ चाहिँ अब आराम गर्नुपर्ने हुन्छ। ल हेर्न सक्नुहुन्छ हामी चाहिँ अहिले यहाँ ब्रेक हाम्रो ब्रेकमा यहाँ नास्ता हुँदैछ। अब टक्क लगाएर यहाँ गुराँसको फेदमुनि त भन्दा मिल्दैन साइड मुनि अनि हामीसँग यहाँ साथीहरू भाइहरू साथीभाइ अनि अब यहाँ चाहिँ नास्ता खानु पर्यो अनि उता मान्छेहरू पनि बसिरहन् त्यहाँ आराम गरिरहन्। यो चाहिँ हाम्रो अहिले सर्ट ब्रेक जस्तै भनौँ न। अहिले अब यसो मिलाएर यहाँबाट सरर माथि जानुपर्छ। ल हामी छौँ अहिले यो फुलचोकीको फर्स्ट भ्यू पोइन्टमा। तपाईँहरू हेर्न सक्नुहुन्छ यतापट्टि यहाँबाट चाहिँ यस्तो भ्यू देखिन्छ। अलि वेदर चाहिँ क्लियर छैन अझै नत्र अझै दामी देखिन्छ। अनि त्यसपछि अब हामी चाहिँ अझै जानुपर्ने यात्रा हाम्रो माथिसम्म छ जोस एकदम बवाल देखिरहेको छ। यहाँबाट रोड चाहिँ हेर्न सक्नुहुन्छ आउनलाई बाइकहरूमा आउनु मिल्यो। ल हामी अब यहाँबाट पनि माथि जानुपर्ने भयो। अब हेर्न सक्नुहुन्छ यहाँको पछाडिको भ्यू चाहिँ कस्तो देखिरहेछ खै हामीलाई पनि थाहा छैन। अब यहाँबाट चाहिँ हामी आफ्नो यात्रालाई अगाडि बढाउनु पर्ने हुन्छ। अनि अब यहाँ पनि बस्यौँ हामी 10 मिनट जति। लेट्स सी अब माथि कस्तो भ्यू देखिन्छ। यहाँबाट चाहिँ राम्रो देखिरहेको फर्स्ट भ्यू पोइन्ट रहेछ। ल फेरि हाम्रो यो भ्यू पोइन्टमा एकछिन ब्रेक सर्ट ब्रेक भइरहेको यहाँ नास्ता खानलाई। नास्ता भन्दा पनि त्यही चिप्सहरू यताउता खानलाई भइरहेको। यहाँबाट राम्रो देखिरहेको भ्यू पछाडिबाट। अनि अब तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ हाम्रो यस्तो बवाल तरिकाले यस्तो टक्क यहाँबाट बसेर चिप्स खाँदै सर अगाडिको भ्यू हेर्दै यहाँ हेर्न सक्नुहुन्छ पानी पऱ्यो भने टक्क लगाएर बस्ने ठाउँ हाम्रो त होइन सबैको है। ल पानी पऱ्यो है बबाले एकछिन रोकौँ। ओहो पानी पऱ्यो। अब यहाँ चाहिँ यो ढुङ्गा राख्ने मूर्ति बनाएर रहेछ। जस यहाँ चाहिँ सबले पुग्दाखेरि ढुङ्गा राख्दो रहेछ। यहाँ अगाडि यस्तो हेर्न सक्नुहुन्छ मूर्तिहरू छ। मैले पनि राखिदिएँ 2-4 जनाको सट्टा यहाँ राखिदिएको मैले फुल राखेँ होला 4-5 जनाको राख्दैछु। सबैले राम्रो होस् भन्दै अब हाम्रो यात्रा लगभग हामी टपमा पुग्न लाग्यौँ। अब यत्रो हिँडेर 4 घन्टा भइसक्यो। अब चाहिँ पुग्ने बाटोमा छौँ अब हामी। हैट ल फाइनली हामी चाहिँ यहाँ फुलपाती के अरे कुन मन्दिर फुलचोकी मन्दिरमा पुगिसक्यौँ। हेर्न सक्नुहुन्छ एकदम हावा लगाइरहेको चिसो। अनि यसको हाइट चाहिँ 2700 मिटर फ्रम सी लेभल।
छ अनि यो चाहिँ काठमाडौँको टप भनौँ न हाइएस्ट पोइन्ट भनौँ न त्यसरी बुझौँ अहिलेलाई। अनि यहाँ यस्तो छ हाम्रो अब यहाँ फुल चढाउनु जाने कुरो भइरह यो गुराँसको फुल ल्याएर आएको थियौँ नि त हामीले त्यहाँबाट बोकेर जाउँ नि त। कहाँ चढाउने हो यतै चढाउने हो यतै राखिदिउँ यतै चढाइदिउँ राखिदिउँ न। हामी छौँ अहिले यो 2700 मिटर माथि हाम्रो फुलचोकी मन्दिरमा। अहिले यहाँ चाहिँ एकदम बवाल हावा लागिरह अनि हामी चाहिँ यस्तो चिसोमा आइदिएको। अनि यहाँ हेर्नु सक्नुहुन्छ यहाँको उचाइ 2700 मिटर। अनि अब यस्तो वरिपरि यस्तो छ टक्क लाएर जस एकदम दामी नै छ भनौँ न। यहाँ आएर वर्थ इट छ जस अब यहाँ यत्रो हिँडेर 4 घन्टा 5 घन्टा हिँडेर यहाँ आएर चाहिँ रिग्रेट चाहिँ हुँदैन। अब जस वर्थ इट छ भनौँ न, मलाई चाहिँ दामी लाग्यो। अब हामी चाहिँ यहाँबाट नि फर्किनु पर्ने हुन्छ सो नास्ता खाएर अब किनकि हामी आउनै 4 घन्टा लाग्यो भनेपछि जान 2-3 घन्टा लाग्न सक्छ। त्यसैले एउटा राखौँ लौसमा त म राख्छु एउटा अनि तिमी राख एउटा ढुङ्गा खै त एउटा ढुङ्गा राख्छु म चाहिँ कुन हो ल एउटा यो राख्यो एउटा तिमी राख एउटा अलि सानो खालको राख त राखिदेऊ के भन्नु कुन हो ल है ल हाम्रो चाहिँ यहाँ आएको काम सफल भयो। चाँडो फर्किनु पर्छ हामी अब। ल हाम्रो चाहिँ यात्रा सक्यो भनौँ न माथि जाने चाहिँ। अब हामी चाहिँ तल फर्किरहेछौँ। अब यस्तो दामी चाहिँ भ्यू रहेछ माथि वर्थ इट छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ। हामी चाहिँ लोकेसन भनिदिन्छौँ त्यही हो। अब हामी चाहिँ जान्छौँ रमाइलो गर्दै तलतिर। सो लेट्स गो। फाइनली हामी चाहिँ यहाँ गोदावरी आइपुग्यौँ। अहिले 6:30 भइरह जस 4 घन्टा जान अनि 1.5 घन्टामा चाहिँ हामी तल आइपुग्यौँ। अब त्यही हो यहाँबाट चाहिँ गाडी चढेर हामी सिधै रुमतिर जानुपर्ने हुन्छ। सो तपाईँहरू सबैलाई धन्यवाद। हाम्रो भिडियो के कस्तो लाग्यो भनिदिनु होला होइन। कस्तो लाग्यो त जर्नी अब 2-4 शब्दमा बब्बाल त ठिक छ। दामी सबैले रमाइलो भयो। तपाईँहरू चाहिँ नआउनु होला धेरै रमाइलो छ त्यही भएर नआउनु होला। त्यही होला।